फाइनली हामी चाहिँ कोरियन खिम्ची बनाउन गइरहेको छौँ। मैले खिम्ची बनाउने प्रोसेसहरू चाहिँ यहाँ फुल राखेको छु। अब यहाँ पानी हालिसक्यौँ। अब यो फेचु काटेर हाल्नुपर्ने हुन्छ। अनि यहाँ चाहिँ याङ फेचु पनि छ, याङपा। खिम्ची त यो त कस्तो बबाल हुन्छ अब हेर नि, किनभने नि त्यस्तै चाहिने हो नि त, फक्क परेको है। यो त उल्टो काटेको यार मैले। यसलाई नुन पानीमा डुबाउने है। यो अघि हामीले नुन हालेर अनि पानी हालेको छौँ। यस्तो राम्रो हुन्छ खिम्ची। 2-3 दिन चाहिँ मिठो हुन्छ अनि अलिक पछि चाहिँ अमिलो अमिलो हुँदै जान्छ कि। नेङ्जाङको त्यही टेम्परेचरको पाउँदैन नि त, त्यही भएर हो कि। ल अब यसरी यो निकाल्ने, यहाँ राख्ने, त्यस पछाडि नुन हाल्नुपर्छ कि यसमा। यसरी नुन हाल्ने। अब यो हात चिसो भएर होला, नुन त छरछर हुनुपर्ने। अर्को नुन चाहिने हो खासमा, तर नभएर मैले यही नुन हालेको। यो यसरी नुन हाल्दै राख्दै गर्ने भिजा निस्केर। अलिकति बाँकी छ, यति छ। अलिकति नुन हाल्न बाँकी छ। यो पनि सबै यसरी निकाल न सर्लक्क। यो चाहिँ हिजो हामीले नुनमा भिजाएर राखेको फेचु अब निकाल्ने। यो पखाल्नुपर्छ। यस्तो भएको छ भिजेर। अनि त्यस पछाडि हामीले चाहिँ यो हिजो हामीले नुनमा भिजाएर राखेको फेचुलाई चाहिँ मजाले पानीमा 2-3 पटक नुन पखालिने गरेर पखाल्नुपर्छ। अनि पखालिसकेपछि यसरी यसलाई चाहिँ तैराउनुपर्छ। अनि यसको मसलाको लागि चाहिँ हामीले चामल यसरी पिसेर पकाउनु पर्ने हुन्छ। चामल पनि एकदम राम्रो स्टिकी राइस नै पकाउनुपर्छ, मजाले स्टिक हुनुपर्छ। अनि अरू मसलामा चाहिँ अदुवा, लसुन अनि स्याउ राख्नु त धेरै कुराहरू राख्नुपर्छ प्रपर कोरियन बनाउने हो भने। तर हामीसँग जे अभाइलेबल छ त्यही हालेर पनि बनाउन सकिन्छ। अनि त्यस्तै गरेर हामीले अघि पकाएर राखेको यो स्टिकी राइसको पेस्ट पनि हाल्ने। धुलो अनि कोचु खारो भन्छ, यो कोरियन नै हो, यो हालेको हामीले। अनि त्यस पछाडि यो फिस सस अनि अघि काटेर राखेको प्याज मजाले यसरी यसलाई चाहिँ हामीले मिक्स यसरी हामीले खिम्ची बनाउँदाखेरि चाहिँ खिम्ची यो सागको चाहिँ हामीले एभ्री लेयरमा चाहिँ मसला चाहिँ मजाले हाल्नुपर्छ। त्यस पछाडि यो चाहिँ हाम्रो अब 3 दिन पछाडि चाहिँ खानालाई रेडी हुन्छ। अनि यसरी नै हाम्रो खिम्ची चाहिँ रेडी भयो। अब अर्को नेक्स्ट भिडियो चाहिँ हामीले खिम्ची टेस्ट गरेर देखाउने छौँ।